सम्पूर्णमा नमस्कार। म लक्ष्मण नेउपाने। जय घण्टी। राष्ट्रिय स्वतन्त्र पार्टीको लडाईँ कुनै एकजना व्यक्तिसँग, कुनै पार्टीसँग र कुनै निश्चित क्षेत्रसँग होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको लडाईँ अन्याय, अत्याचार, व्यथिति, विषमका विरुद्ध र पिछडिए वर्गहरूका हितका लागि हो। त्यसैले कहीँ कतै नरुमली आगन्तुक फागुन 21 को संघीय निर्वाचनमा अछामको दुईवटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा मतदान गरी आफ्नो हक हित, आफ्नो हक अधिकार सुनिश्चित गरौं। समाजमा रहेका अवसर वञ्चित वर्गहरूको घाउमा मलमपट्टी लगाउने एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यसैले यति बेला देश निकै नै संकटमा परिराखेको छ। यसलाई संकटमुक्त बनाउनको लागि अबको विकल्प भनेको नेपाली राजनीतिको अन्तिम विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यसैले तपाईहरू अन्तिम पटक अछामी जनतालाई म पुनः पनि विनम्र अनुरोध गर्न चाहन्छु। अन्तिम पटक तपाईहरूले विगत लामो समयदेखि अन्य दलहरूलाई हेर्नुभयो, यो पटक मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेर्नुहोस्। झोले बनेर होइन अछामी जनता हो। तपाईहरू अब सचेत नागरिकको हैसियतले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टी चिन्हमा मतदान गरी बहुमतका साथ जिताउन हुन हार्दिक अपील गर्दछु। घण्टीमा भोट मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई अछामबाट जिताउनुहोस्। त्यो सँगसँगै भोलिका दिनहरूमा विगत र वर्तमानको अवस्थालाई यदि रासोपालाई जिताइसके पश्चात पनि विगत र वर्तमान अवस्था दोहोरिन्छ भने तपाईँ, हामी आम नेपाली, आम अछामी जनताले जाग्नुपर्छ। त्यसभन्दा पश्चात काठमाडौँभित्र गएर, सिंहदरबारभित्र गएर कठाला खिचेर रोडमा ल्याउन सक्ने ल्याकत राख्नुपर्छ। त्यसैले हामी त्यो ल्याकत सहित अबको भोट राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा गर्नेछौँ। सम्पूर्ण अछामवासी, सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले आगन्तुक निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिन हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जय घण्टी, जय नेपाल।